हेलो साथीहरू, आज चाहिँ म यसो राइडमा निस्किन थालेको छु है। मैले चाहिँ आज मेरो मडगार्ड अपग्रेड हान्नेवाला छु। अगाडिको मडगार्ड नै फुस्क्या मैले फालिदिएको हो। अनि यसो राइडमा नि हिँड्छु है। ल आजको मेरो राइड कस्तो हुन्छ हेर्नु है। आज चाहिँ म काभ्रेस्थलतिर आएको छु होइन। तपाईँहरूलाई थाहा नै छ मेरो घर कहाँ हो है। अनि काभ्रेस्थलतिर हामी धेरै नै टाढा नै अन्नपूर्णपुरसम्म आएको छौँ र म चाहिँ मेरो फुपू दिदीको छोरासित आएको छु होइन। हामी बच्चैदेखि साथी हो। अनि उहाँले चाहिँ नयाँ साइकल किन्नु भएको छ। ल हेर्नु ओल्ड ब्रेकवाला साइकल हो र अब हामी चाहिँ धेरै टाढा राइडमा गएको तपाईँहरूले देख्न पाउनुहुनेछ है। ल साथीहरू, हामी काभ्रेस्थली आउँछौँ। अब अझै माथितिर गएर फर्किन्छौँ होला। हेलो बाहेन हेलो ल हेलो ल। अब उहाँ चाहिँ ग्रिन कलरको साइकलमा ग्रिन कलरको हेलमेट र चस्मा होइन। मैले पनि चस्मा किन्न लाग्छ चाँडै है। ल अब हामी अझै माथि जान्छौँ होइन। होमवर्क त धेरै छ गाइज होइन। जुन चाहिँ आउँदैछ म अगाडि आइसकेँ। मैले चाहिँ उहाँको यो ओइल ब्रेकवाला साइकलले होइन यत्रो उकालो चढ्यौँ काभ्रेस्थलीको। अलिअलि उकालो जस्तै छ होइन। अब यहाँबाट सर फुल स्पिडमा जाँदैछु होइन। हामीसित चाहिँ गोप्रो छैन, त्यही भएर देखाउन सक्दैनौँ। ल मुनि पुगेपछि हेरौँ आज गो गाइज हामी चाहिँ अब यहाँ काभ्रेस्थली आछौँ कन्ट्री साइड स्विमिङ पुल। अब हामी सर झर्छौँ त्यहाँ ठ्याक्कै कन्ट्री साइड हो है होइन। ल उहाँको साइकल अनि हामी चाहिँ अब सर साइकल एक्सचेन्ज गरेको। अब हामी मुनि नै पुगेपछि हेर्छौँ। ल साथीहरू, हामी चाहिँ आज दिनभरि कहिले काभ्रेस्थली कन्ट्री साइड गयौँ होइन। अनि नेपालटार गयौँ अनि घुमेँ होइन। अनि आज चाहिँ अब घर फर्किँदै 7:15 भइसक्यो। आज धेरै गाली खाइन्छ। ल अब घर पुगेपछि हेरौँ। अहिले हामी मिलन बस्तीमा छौँ। ल यस्तो छ यहाँ सिन। साथीहरू, आज चाहिँ म घर आइसकेँ होइन। यत्रो राइडपछि होइन 1-2 घन्टाको राइड भएको छ है। अब मैले साइकल यहाँ राखिसकेँ। माथि जानु मलाई डर लागिरहेछ। ल मैले साइकललाई लक नै लगाइदिइसकेँ। अब माथि जाम। कतिको गाली खान्छ। 7:32 भइसक्यो। 7:32 डर लागिरहेछ। मामु पूजा गर्दै हुनुहुने हो र दादा म आएँ। साथीहरू, आजलाई चाहिँ यति नै है। अब अर्को भ्लगमा भेटौँला। ल गाली त खाएँ। अब रातभरि होमवर्क गर्नुपर्छ मेरो दादा।